हेलो गाइज, वेलकम ब्याक टु काब्रस्तर भ्लगमा हजुरलाई धेरै धेरै स्वागत छ। र म पनि एकदम सन्चै र आरामै छु र हजुरहरू पनि सन्चै र आरामै हुनुहुन्छ भने आशा गर्दछु है साथीहरूलाई। फेरि आज पनि अर्को नयाँ भ्लग आइसकेको छ। फेरि आजको मेरो यात्रा ओख्रेनी, तर ओख्रेनी जाँदैछु, तर नयाँ बाटोबाट जाँदैछु। हजुरहरूलाई बाटोमा के कस्तो हुन्छ देखाउने छु। भ्लग के कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला। ल मेरो भ्लग हेर्दै गर्नु होला है त साथीहरू। ल भ्लग नयाँ आइसक्यो है। ल सुरु भयो मेरो ओख्रेनीको यात्रा सुरु भयो, तर आज नयाँ बाटोबाट जाँदैछु म। है साथीहरू, बिजोक रमाइलो भयो यहाँ चाहिँ। अहिले डिजेल हाल्नु हो, पेट्रोल हालेर केटाहरूले यहाँ बिजोक गर्ने सब झारेर फेरि फुल ट्याङ्की तेल हाल्छ। ल है साथीहरू, हाम्रो चाहिँ यात्रा निरन्तर भइरहेको छ ओख्रेनी। म चाहिँ अब ठ्याक्क अहिले चाहिँ 5:45 गयो साँझको। त्यो भएर तपाईँको उताको बाटो चाहिँ पुरै जाम हुन्छ क्या। बेलुकाखेर भयो, अफिस टाइम भयो नि त, त्यो भएर बेलुकाको समयमा तपाईँको यो बौद्धको बाटो चाहिँ लास्टै जाम हुने भएर म चाहिँ यता यो के भन्छ चुच्चेपाटीबाट भित्र छिरेर सिधै अत्तरखेल निस्किने बाटो आइरहेको छु अहिले। यो अत्तरखेल हुँदै जानुपर्ने भयो, उतापट्टिको बाटो लास्ट जाम हुने भएर म यताबाट आइरहेको छु। अब बेलुका साँझ भएपछि त उताको बाटो लास्टै जाम हुन्छ कि, त्यही भएर यताको बाटो हिँडेको। अनि फेरि आज लफडा चाहिँ के भइदियो भने, अर्को गाडीमा उहाँ डिजेल हाल्न गाडी पालुङ जानुपर्ने थियो, डिजेल हाल्नलाई गएको। हाम्रो उहाँ ड्राइभर भाइले हतारमा डिजेल हाल्नु पेट्रोल हाल्दैछ, त्यहाँ अर्को 1-1.5 घन्टा लफडा भइदियो। त्यो भएर आज तर्कालिङ जाँदै ढिला भइदियो साथीहरू होइन। पालुङ गएको गाडी पनि आज ढिलै भएको छ, हिँड्दाखेरि झन्डै तपाईँको 4-4:30 भएको छ। म चाहिँ 5:45 भयो। बिजोक रमाइलो भइगयो नि आज, लफडा भइदियो साथीहरू पम्पमा। अब आफ्नै बुद्धिले गरेर हो, केटाहरूको बुद्धिले गरेर हो। त्यही भएर ध्यान पुऱ्याउनु पर्छ केटा हो, ध्यान पुऱ्याएर काम गर्नुपर्छ, हतारिएर हुँदैन। म त यो ठ्याक्कै कपालको 3 चुली चोक आइपुग्यो है गाइज। यहाँको 3 चुली चोक, यहाँ चाहिँ खतरा बाढी आउँछ पानी परेको बेला। बाढी आएर नि रहिसकेको छ, पुरै खोलामा हिँडे जस्तो हुन्छ यहाँ त पानी परेको बेला। पानी परेको बेला प्रायः कपनीतिर पुरै पानी चाहिँ यस्तो, त्यो अब के भन्छ तपाईँको राम्रोसँग हिँडपाइपहरू नगरेर हो कि होइन, डेन्जरै के डेन्जरै। प्रायः सबै ठाउँतिर चाहिँ कपन एरियातिर चाहिँ पानीले चाहिँ डुबाउँछ। बर्खा बेला चाहिँ कपन एरियातिर बर्खा बेला चाहिँ रुममा बस्नेहरूको चाहिँ बिजोकै हुन्छ कि। ल है पानी पर्न सुरु भयो। पानी पर्न म चाहिँ यो 3 चुलीबाट टक्क लाएर तपाईँको के भन्छ अत्तरखेल निस्किन लागिसकेँ। 3 चुलीबाट टक्क लाएर जामसाम पनि परिएन कतै पनि, सर्लक्क निस्क्यो। यतिखेर म अब आएको भएदेखि यतिखेर बौद्धतिरै जाममा हुन्थ्यो होला। त्यही भएर तपाईँ सर्लक्क आइदियो कि म सजिलो हो नि त, त्यहाँबाट जाममा पनि परेन। जे पनि तपाईँको 15-20 मिनट भयो नि चाँडो आइपुग्यो नि त म होइन। हुन त किलोमिटर अघि टाढै होला, उताबाट आउनु र यताबाट आउनुमा किलोमिटर त अघि टाढै पर्ला। किलोमिटर टाढा पऱ्यो नि केही छैन, जाममा बस्नु पर्न घाच्छ घुच्छ। मलाई दिक्क लाग्छ कि भ्यालीमा गाडी चलाउन है। प्रायः हामी यो बाहिर हिँड्ने गाडीहरूलाई चाहिँ भ्यालीमा कुद्नु चाहिँ अलिकति उ नै लाग्छ क्या। ठ्याक्कै यो अत्तरखेल बजार यताबाट आउनुभयो भने तपाईँ जोरपाटीबाट आउने, यताबाट आउनुभयो भने तपाईँ नारायणटाल पुल आउने यताबाट। अब लाग्यौँ सुन्दरी जलतर्फ हामी। आजको नि यात्रा ओख्रेनी। है साथीहरू, यो नयाँ जुत्ता आइसक्यो है। नयाँ जुत्ता गाडीमा, नयाँ जुत्ता आयो दुईतिरै नयाँ जुत्ता भनेर भन्नुहुन्छ तर नझुक्किनु होला। नयाँ जुत्ता चाहिँ होइन यो, टायर रिसोलिङ हाने है मैले, टायर रिसोलिङ हानेको दुईतिरै। फेरि नयाँ जुत्तामा पनि कस्तो खालको बुट्टा आयो भन्नु होला। यो दुईतिरै टायर रिसोलिङ हानेर भर्खरै फिट गरेर आएको म। भर्खरै फिट हानेर आएको दुईतिरै। बुट्टी चाहिँ यस्तो छ हजुर। ल है साथीहरू, यसमा चाहिँ हाल्यो 80 छ भन्थ्यो, माकुरी चेक गरेको 70 भन्दा हावै रहन्छ। अब 90 हाल्नुपर्ने हुन्छ, किनभने 100 झोला मुला छ अरे। 100 झोला मुला त तपाईँको 2500 केजी हुन्छ। त्यो भएर दुईतिरै 90-90 हावा हालेर अब यहाँबाट हिँड्नु पर्ने हुन्छ है त गाइजमा। ल है साथीहरू, मैले जय सुन्दरी माई आइल निगमबाट
धेरै त तेल हालिन 1000 रुपियाँको तेल हालेर म हिँडेँ है त तेल अलरेडी थियो तैपनि यसो अब थप्दिएको अलिकति 1000 को हालेँ अब यहाँबाट चल्दै गयो अब धेरै टाढाको पनि हैन त्यही बढी भयो चाबेलबाट 30-35 किलोमिटर हो त्यही भएर धेरै तेल हालिन गाइज मैले गाडी त्यति बाहिर पनि कुदेको छैन सुर्खेतबाट आएपछि अब हामी चाहिँ लाग्यौं खाली अब हामी मात्र भन्न आउँछ गाडीमा त एक्लै हुन्छु नि साथीहरु के गर्नु तपाईहरुलाई पनि सँगै हिँडिरहेको छु नि त मैले हैन त्यही हो मेरो भ्लग हुने हेर्ने साथीहरुलाई पनि मैले सँगै लिएर गए जस्तो लाग्छ कि मलाई चाहिँ त्यही भएर म चाहिँ अनि हामी मात्र भन्न आउँछ खासमा गाडीमा चाहिँ जहिले पनि एक्लै हुन्छु प्राय पानी चाहिँ परिरहेको छ सिमसिम 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 गरेर हामी लागिरहेको छौं ल साथीहरु मैले तपाईहरुलाई नयाँ बाटो लान्छु भने नि त म चाहिँ नयाँ बाटो आइरा हो यो नयाँ बाटो चाहिँ तपाईहरुको लागि चाहिँ नयाँ बाटो हो अब जान्थ्यो उता पहिला अघिल्लो भिडियोहरुमा हेर्नु भएको थियो नि त उतापट्टिबाट जान्थ्यो नि त सुन्दरी जलपट्टिबाट हुँदै पनि सुन्दरी जल नै हो अब चाहिँ यताबाट जान लागिरहेको छु म गागल फेदी भन्छ यसलाई चाहिँ गागल फेदीबाट जान लाग्यो यताबाट नि पहिला बाटो बन्द यताबाट बाटो बन्दैछ माथि पुगेर बाटो त बन्दैछ तै पनि तर कस्तो भयो भने उताबाट नि बाटो बन्द जाने बाटो बन्द अब त्यो पल्टी गर्नलाई चाहिँ बोक्न चाहिँ उताबाट चाहिँ बेसी बोक्नु पर्ने भयो कि झन्डै तपाईको आधी किलोमिटर जस्तो बोक्नु पर्छ रे यताबाट चाहिँ तपाईको धेरै पर्दैन त्यही 100-150 किलोमिटर मात्र बोक्नु पर्छ रे उता चाहिँ किलोमिटरै बोक्नु पर्यो यता चाहिँ मिटर 100-150 मिटर मात्र बोक्नु पर्छ रे बोकेर त्यही भएर यताबाट आएको हो म चाहिँ अब यता पनि बाटो कहाँनिर बन्द छ अब हेर्नु पर्ने हुन्छ गाडी जान्छ कि जाँदैन जानेसम्म लगिदिने हो हामीले हैन जानेसम्म चाहिँ लगिदिनु पर्यो हाम्रो कर्तव्य पनि हो साथीहरु ल यहाँ साबेल निकाल्ने कार्यक्रम भइसक्यो है बिजोक रमाइलो हुने भयो आज चाहिँ हाम्रो म माथि एउटा गाडी चढेन बिजोक रमाइलो लाग्छ माथिलाई बस चढेको छैन त्यहाँ माथि एउटा स्कर्पियो त्यो माथि बसिरहेको छ एउटा स्कुल बसको बिजोक भयो यहाँ यी बुढाहरू बिजोक रमाइलो हुने भयो साथीहरु आज बिजोक रमाइलो धमाधम साबेल लहर ने खन्ने कार्यक्रम भइरहेछ अगाडि पछाडि टायरमा बोरा ओछ्याउँदै अब पानी झन् ठुलो आइदियो साथीहरु यहाँको बस माथि गएर फेरि अड्क्यो त्यहाँ माथि अड्के बस त निस्केर गयो यो विद्यार्थी बोकेर आएको यहाँ अघि यहाँ बसिरा बस चाहिँ भर्खरै गएको पानी पनि ठुलो आयो त्यो नि फेरि त्यहाँ गएर अड्क्यो साथीहरु बिजोक रमाइलो भयो बिजोक ल दाइहरु यहाँ साबेल र चाँदे बोकेर फेरि कता हिँड्या हो बिजोक रमाइलो भयो ओख्रेनीको बाटोमा यहाँ हट्ट ल है साथीहरु यहाँबाट चाहिँ 15 किलोमिटर छ धाप ड्याम यताबाट चाहिँ चल्तिर सुन्दरी जलपट्टि जाने यतापट्टि मासतिर ढ्याप ड्याम जाने हो मासतिर यहाँबाट 15 किलोमिटर
दुईटा बस र मेरो गाडी योद्धा बल्ल बल्ल निस्क्यो। दाजुहरूको चाहिँ खन्नु गर्नु पर्यो, मेरो चाहिँ हल्का ठेला भएर गाडी सर्लक्क उक्ल्यो। ल आइयो साथीहरू आइयो, बाटो यस्तो खत्तम छ है, के गर्नु, बिजोक रमाइलो छ बिजोक। ल है साथीहरू, म जङ्गलको बिचमा आइपुगिसकेँ होइन। माल पल्टी चाहिँ यहीँबाट गर्ने हो। गाडी आइपुग्यो होला त्यो तल। अब यो नयाँ ढलान हो कि, त्यही भएर ढलानमा अब घुम्न दिन्छ कि दिँदैन भनेर गाली गर्छ भनेर फेरि नयाँ ढलानमा फेरि गाडी गुडाइदिएर फेरि बिग्रियो भने बिजोग हुन्छ होइन। त्यही भएर म चाहिँ आइसकेँ टक्क लाएर। अब गाडी आइपुग्यो कि आइपुग्यो, एउटा दाइ आउनु भएको थियो, दाइ तल जानुभएको छ। त्यो दाइले फेरि मलाई बोलाउनुहुन्छ कि तल गएर पल्टी गर्नुपर्छ कि त्यो गाडी यहाँसम्म आएर यहाँबाट पल्टी गरेर जानुपर्ने हुन्छ, किनभने यो नयाँ ढलान जस्तो छ। फेरि नयाँ ढलान लोड गाडी हिँड्नु भएन नि त होइन। ल है साथीहरू, मुला चाहिँ लोड भयो। 100 झोला भनेको थियो, 82 झोला लोड भयो। अब म चाहिँ यहाँबाट हिँडेको। बाटो डेन्जर छ, अब बिस्तार जानुपर्ने हुन्छ। ल है गाइज, 100 भनेको थियो, 100 झोला भनेको जम्मा 82 झोला भएछ। फेरि भोलि पनि हुन्छ अरे। बाटो चाहिँ बिजोक छ यार। अब लाग्यौँ है त। ल है साथीहरू, म चाहिँ चाबेलमा झारेर यहाँ बल्खु आइसक्यो मुला झार्नलाई। 17 झोला झारिदियो, 17 झोला के अरे चाबेल। अब यहाँ कतिवटा झर्ने हो, 20वटा होला। यहाँ 20वटा झर्छ, बाँकीहरू सबै कालीमाटीमा है त साथीहरू।